सो गाइस तपाईहरुलाई आजको ओपदे भ्लगमा स्वागत छ है त। अनि यता हाम्रो पछि ज्याक दाइ हुनुहुन्छ हैन, अनि यता हाम्रो कान्छा दाइ चाहिँ अगाडि नै जाँदैछ। र आज चाहिँ हैन तपाईहरुको मासमा म एकदम ढिलो बनाएँ नि त हैन भ्लग हैन। यस्तो म स्कुलबाट टाइमहरु पनि पाएको छैन, त्यही कारण ढिलो बनाउँदैछु आज। अनि ज्याक दाइ र म चाहिँ ओपदे दाइ चाहिँ कलेप हान्दैछ हैन। आज चाहिँ किन भन्दाखेरि चाहिँ हाम्रो चर्चमा सानो सरसफाइ छ नि त, र तपाईहरुलाई नभेटेको पनि निकै भएको थियो, त्यही कारण चाहिँ आज तपाईहरुसँग कि सानो भए पनि बनाउँछु भनेर चाहिँ होइन ज्याक दाइ र ओपदे दाइले चाहिँ कोल्याब गर्दैछ। र हेर्दै गर्नुहोस् होइन, चर्च पुग्न आँट्यो हामी। र होइन फुच्चे डनले त यसरी गर्दै रहेछ। यहाँनिर हाम्रो काकाहरूले चाहिँ सफा हाल्दै रहेछ होइन, यसरी परेवाहरू पक्रेछ होइन। अनि यता हाम्रो ग्याङस्टरहरू हुनुहुन्छ होइन। यस एलिना, यस मेरिना ठिकै छ होइन। म यसरी कर पनि लाउँदैन। जयपछि आमै हाम्रो आमीहरूले चाहिँ अघि आएर यसरी चक्कै कामहरू गरिदिइराख्नु भएको छ। जयपछि आमै यता हाम्रो आमीले पनि यसरी टच चाहिँ हाम्रो यही हो, यसरी मजाले सफाहरू गरिदिइराख्नु भएको छ। काकालाई त यता माथिनिर यसरी घाँसहरू काटिदिनु हुँदैछ होइन। हाम्रो उजल्दा पनि कहिले आउनु भएको? उजल्दा चाहिँ अस्ति वेडनेसडे आउनु भएको रहेछ नि त। र हाम्रो चर्च चाहिँ यही हो, तपाईँहरूले देख्न सक्नुहुन्छ। हाम्रो भित्र चाहिँ होइन पक्कै गीतहरू बजिरहेको छ। र थालिङ्गे छ नि त, त्यही भएर सफा गर्न आँटेको छ। ज्याक दाइ कता गयो त्यो थाहा भएन होइन। ज्याक दाइ आउनु भएको छैन र यस्तै छ, हेर्दै गर्नुहोस् होला। ज्याक दाइ चाहिँ भर्खर आउनु भएछ होइन। ज्याक दाइको कपालहरू हेर्नु सक्नुहुन्छ होइन। यस्तो छ, केटाहरू चाहिँ बेजतीहरू मात्रै हान्नु खोज्छ होइन, हामी त काम नगरेर यस्तो छ। ल उजल्दा के गर्नु आँट्नु भएको तपाईँ चाहिँ? यसरी हामी त बिरुवाहरू पनि रोप्दैछौँ। र यसरी नै होइन सबैजना मिलेर हाम्रो मण्डलीमा कामहरू गरिदिनु हुँदैछ। एकदम सबैलाई हृदयबाट धन्यवाद छ होइन। र हाम्रो कान्छा दाइले चाहिँ एकदम मजाले यसरी बिरुवाहरू रोप्नुहुन्छ होइन। साह्रै मनपर्छ हाम्रो आशिषलाई यसरी होइन। कान्छा दाइले यसरी बिरुवाहरू रोप्नुहुँदैछ। यस्तै होइन, पसिनाले खलखल भयो जस्तो भइदियो होइन। यहाँ अनमोल सिंह अनि होइन, यता कान्छा दाइ, यता अभिषेक दाइ। अभिषेक भन्नु हुँदैन, ज्याक दाइ होइन। यता हाम्रो मेरिना होइन, एलिना होइन। यसरी होइन अब मजाले सफा हुँदैछ। यता हामीले उखालिसकेको होइन। यति चाहिँ यता कान्छा दाइले हल्का काटकुट टक्कै अब होइन, ढुङ्गा पनि अलिकति माथिबाट झर्दैछ नि त, त्यही भएर हाम्रो यसरी केटाहरूले चाहिँ टक्कै एक ठाउँ भेला पार्नु पऱ्यो भनेर चाहिँ होइन यसरी टक्कै यसरी अब होइन काम गर्नुपर्छ। लु बढी केही भन्नु पर्यो? म केही भन्नु छैन, सबैजना आइदिनु भएको छ, एकदम धन्यवाद। के भन्नु छ अरू? काम गर्नुपर्छ, सबैले आशिष पाउनुपर्छ, एकजनाले मात्रै होइन। हाम्रो मण्डली एकदम सबैजना मिल्नु भएको छ होइन। यसरी सबैजना मिलेर आफ्नो काम गर्नुहुँदैछ होइन। मलाई चाहिँ आमैले मलाई पनि देखा न हौ, खोइ हामीलाई त देखाएको, हामी छल्यो त भन्नुहुँदैछ होइन परबाट। यतानिर हाम्रो काकी अनि आमीले चाहिँ यसरी सनक्कै जाने वासरुमको पछि चाहिँ यसरी नघिनाइकन एकदम मजाले उखालिदिनु हुँदैछ सनक्कै पारेर होइन। यहाँ सबैजना आफ्नो काम गरिदिइराख्नु, सबैजना अहिले भने चाहिँ होइन सबैजना खट्नु भएको छ। यता हाम्रो ज्याक दाइले पनि भिडियो चाहिँ गरिराख्नु भएको छ एकदम होइन। यता हाम्रो होइन यसरी चाहिँ सबैजना काम गरेर यो चाहिँ यता भर्खर काटकुट गरिकन बसेछ होइन। यसरी यो पनि टिप्न यो। यता हाम्रो काकाहरूले पनि एकदम बिरुवाहरू यसरी चरक्क पारेर रोप्नु भएको छ होइन, देख्न सक्नुहुन्छ है त। फुल रोपाइ हुँदैछ काका के लु यो फुल चाहिँ युथहरूले स्याहार्नु पर्यो भोलि दिनमा चाहिँ। अनि सन्डे बिहान पानी हाल्नु पर्यो। पानी हाल्नु पर्यो, मलसुल अलिक ल्याएर हाल्नु पर्यो हो। ल ए हुन्छ। उसरी त यी चरक्क पारेर यसरी रोपिदिनु भएको रहेछ होइन यतानिर। हाम्रो खास कुरा अहिले हुँदैछ होइन टक्कै यहाँनिर। यता हाम्रो अङ्कल हुनुहुन्छ होइन। यतानिर चाहिँ मजाले आजको खाजा भनौँ होइन। प्याज बेगमा छैन यसरी टक्कै बनाउनुपर्छ नि काकी। एलिना र मेरिनाले बनाउँदैछ झ्यालमुरी।
त्यही माथि गएको होइन टक्कै खाजाहरू खान लागेको छौँ होइन देख्न सक्नुहुन्छ यहाँनिर यसरी हामी सबैजना मिलेर एकतामा होइन टक्कै अहिले भने चाहिँ होइन दा पनि हाम्रो आइपुग्नु भयो नि त त्यही भएर यहाँ टक्कै यसरी सफा गरेर हल्का रमाइलो हुँदैछ होइन टक्कै हाम्रो भित्रहरू उयो हुँदैछ होइन यहाँ हाम्रो दा पनि आइपुग्नु भयो मैले दाकै फोनबाट भिडियो गरिदिएको नि त एकदम ठिकै हो अब हाम्रो चर्चभित्र चाहिँ अब यस्तो गरेर चाहिँ मजाले सुनुक हुँदैछ भन्दा पनि भइसकेको छ अहिले भने चाहिँ देख्न सक्नुहुन्छ है यता हाम्रो काका हुनुहुन्छ तपाईँहरूले चाहिँ काकालाई चाहिँ चिन्नु पनि भएको होला आदिले होइन कतिले हाम्रो दानिल सिंह भनेर उहाँलाई चाहिँ चिनिन्छ अनि उहाँ चाहिँ हाम्रो सिङ्गर हुनुहुन्छ नि त होइन मजा मजाको गीतहरू रिलिज गर्नुभएको छ तपाईँहरूले गएर चेक गर्नु सक्नुहुन्छ र अहिलेको लागि यति नै छ र फेरि भेटौँ नेक्स्ट भ्लगमा अहिलेको लागि